थाकेलुङको उसमा र चाहिँ माग के छ देवराज भतिसको माग त गोप्य हुन्छ भन्नु मिल्दैन हैन, तैपनि अब ताकि सबैलाई रक्षा गरून् भन्ने हो। विश्व शान्ति मानव एकता त्यही भन्छन् नि। विश्व शान्ति एकान्तको लागि मात्रै, अरू केही छ? विश्व शान्ति मानव एकता समग्रमा त्यति भने अब आफ्नो छँदैछ यहाँ मागहरू चाहिँ, तपाईँले अब कहाँ यहाँ भन्ने कुरो हुँदैन। सोचेको मागेको कुरा र सबै पुगोस्, युमा मागले पुर्याओस् हैन। धन्यवाद। त्यही छ आशीर्वाद भतिजीलाई। यता हुनुहुन्छ हाम्रो सोम फाबेन लिम्बू। हजुर नमस्कार। हजुर उहाँ पनि यहाँ युमा थाकेलुङमा पूजाको लागि आउनु भएको छ। हजुर केही छ भने भनिहाल्नुहोस् कि भन्न नमिल्ने हो कि हाम्रो अब मनमा नै भित्रबाट माग्नु भएको? मनोकाङ्क्षा चाहिँ सबैको पुरा होस्। अहिले अब विश्वमा चाहिँ यो युद्ध चलिरहेको छ होइन, अब यो चाहिँ अब राम्रो भएर जाओस् होइन, शान्ति भएर जाओस् हाम्रो कामना त्यति मात्रै। ल ल राम्रो होस्। हाम्रो मुन्दुम अध्ययन केन्द्रको भीमसेन लिङदम लिम्बूजी हुनुहुन्छ। उहाँ पनि युमा थाकेलुङमा आउनु भएको छ। युमा मागसँग केही आशीर्वाद दिन आउनु भएको छ कि? त्यही हो, शान्ति होस् सबैतिर, अहिंसा हिंसा चाहिँ हटोस्, विश्वबाट यो युद्धहरू चाहिँ शान्ति होस् होइन। भनेर यो हाम्रो यहाँबाट सबैमा शक्ति, यहाँ हाम्रो यहाँको युमाले सबैमा यो सुध्रिने शक्ति मिलोस् यहाँबाट भन्ने चाहिँ कामना गरेको छु। यसो त्यसको लागि आएको छ। ल त त्यही हो, विश्व शान्ति अहिंसा सर्वत्र चाहिँ रहोस्, कायम रहोस् भन्ने भन्न चाहनुहुन्छ। चाहेको छ। हवस् त।